के क्वेसन आउँछ भने अस्ट्रेलियामा कस्तो कस्तो जागिरहरू पाइन्छ होला, के को लागि प्रिपेयर भएर आउने भनेर है। मैले चाहिँ एउटा लिस्ट तयार गरेछु बेस्ड अन माई एक्सपिरियन्स, अरूको कुराहरू सुनेर, भिडियो ग्रुपहरूमा हेरेर है। अनि अहिले चाहिँ के जब पाइन्छ भनेर लिस्ट गरिदिन्छु। नेक्स्ट टाइम चाहिँ कसरी एप्लाई गर्ने जबमा, चाहे त्यो अस्ट्रेलियामा होस् कुनै पनि देशमा होस् है। त्यही भएर फलो गर्दा हुन्छ पेज, यस्तै कन्टेन्टहरू मैले बनाइरहेको छु है त। अनि मैले भन्न लागेको जबको चाहिँ अस्ट्रेलियाको केसमा पे रेट सुरु हुन्छ $25 पर आवर, जुन बेस रेटै हो अस्ट्रेलियाको। त्यो माथि चाहिँ 40सम्म पुग्छ बेस्ड अन योर एक्सपिरियन्स र स्किल्स। पहिलो भनेको हस्पिटालिटी। अब यो बारिस्टाको काम होस्, त्यहाँपछि गएर वेटरको काम होस्, किचन ह्यान्डको काम होस्, सबैभन्दा सजिलो काम पाउन चाहिँ यही हुन्छ है अस्ट्रेलियामा। दोस्रो भनेको रिटेल एसिस्टेन्स। त्यो भनेको चाहिँ सुपर मार्केटमा क्यासहरू, सामानहरूको क्यास लगइन लगआउट गर्नलाई होस्, यताउता सामान सार्दिन होस्, कसरी हुन्छ जे सुपर मार्केटको त्यो मल्सहरूको सपहरूले माग्छ त्यही अनुसारको सर्भिस दिनको लागि चाहिँ रिटेल एसिस्टेन्टको काम हुन्छ है त। तेस्रो भनेको कस्टमर सर्भिस। कस्टमर सर्भिस भनेको चाहिँ कस्टमर्सको प्रब्लमहरू सल्भ गरिदिने। अब क्लिनिकमा होस्, जिममा होस्, फार्मेसीमा कस्टमरहरू आइरहेछ, उनीहरूलाई यो औषधि छ कि छैन भनेर सोध्छ, यो सामान कता छ, के छ, सबै कुरा बुझाइदिनको लागि चाहिँ यिनीहरूले कस्टमर सर्भिसको मान्छेहरू खोज्छ है। त्यसमा यो पनि हुन्छ। यसको एउटा मात्र गाह्रो प्रब्लम के हुन्छ भने इङ्ग्लिस स्किल्स चाहिँ एकदम राम्रो हुन्छ, नत्र कम्युनिकेट गर्न चाहिँ गाह्रो हुन्छ है। चौथो भनेको उबर र डोरड्यास। उबर र उबर इट्समा फरक छ। यदि मान्छेलाई अपडाउन गर्ने हो, पठाउ जस्तै हो भने यहाँको लाइसेन्स चाहिन्छ, इन्टरनेसनल लाइसेन्स अस्ट्रेलियाकै चाहिन्छ होइन। त्यहाँपछि गएर एउटा त त्यो भयो। दोस्रो कुरा, मान्छेलाई अरूदोरो गर्ने हो भने चाहिँ गाडी चाहिँ यिनीहरूले नयाँ माग्छ। इफ आई एम नट रङ 5 वर्ष पुरानो भन्दा बढी पुरानो चाहिँ हुनुहुन्न है। जस्तै 2005को मैले गाडी चलाइरहेको छु भने मैले उबरमा काम चाहिँ गर्न पाउँदिनँ। तर उबर इट्स, डोरड्यास जुनले खानाहरू पुऱ्याउँछ त्यसमा चाहिँ काम गर्न मिल्छ। यसको बेस्ट भनेको चाहिँ जहिले आफू फ्री भइन्छ तहिले काम गर्यो। अब यु विल गेट पेड बाई डिस्टेन्स अथवा टाइम है त। एउटा यहाँ इन्डियन केटा छ जुनले 8,000 पनि कमाउँछ है महिनाको। त्यही भएर जति दुःख गर्न सक्यो त्यति पैसा चाहिँ यहाँ छ है। अर्को भनेको क्लिनर। क्लिनर चाहिँ स्टुडेन्टलाई एकदम राम्रो हुन्छ, किनभने कि त डेमा काम गर्न पर्यो, अर्ली डेमा बिहानको 4 देखि 8 बजेसम्म, कि त बेलुकाको 10 पछि 4 घन्टा काम गर्न पाइयो। दिनभरि काम गर्यो, बिहान बेलुकी त्यो क्लिनिङको काम गर्ने हो भने सजिलो हुन्छ है त। तर अलिकति लेबर त छ है। अर्को भनेको एडमिन एसिस्टेन्स, डाटा एनालिस्ट। त्यो भनेको डाटा इन्ट्री गरिदिने कुनै पनि कम्पनीको लागि है। यो चाहिँ बेस्ट केटीहरूको लागि किन हुन्छ भने इन्डोर काम हुन्छ। अब आनन्दले एसीमा बस्यो, मजाले कुर्सीमा बसेर के कामहरू हुन्छ त्यो गरिदिने है त। अब अफकोर्स एक्सपिरियन्स चाहिँ माग्छ है। अर्को भनेको वेयरहाउस एन्ड पिकिङ। त्यो भनेको सामान लोड अनलोड गरिदिने हो है कम्पनीको लागि। यो चाहिँ प्राय केटाहरूको लागि ठिक हुन्छ, किनभने अलिकति फिजिकल डिमान्ड चाहिँ हुन्छ है। अर्को भनेको एज केयर। एज केयर चाहिँ एकदमै डिमान्डिङ है। एज केयर, डिसेबिलिटी, नर्सिङ भनेको अस्ट्रेलियाको एकदमै हाई डिमान्ड जबहरू हुन्छ है। अनि यसको लागि चाहिँ अब सर्टिफिकेट लिनुपर्छ। यहाँ आइसी सर्टिफिकेट लियो त्यसपछि काम पाउन गाह्रो छैन है। यदि कन्फ्युजन छ, म क्लिनिङहरू गर्न सक्दिनँ, अरू काम गर्न सक्दिनँ, बरु म अथवा त्यो गर्दै गरेर यतापट्टि साइडमा यो पनि गर्दै गर्दा हुन्छ। अनि सर्टिफिकेट आएपछि प्लेसमेन्ट यताउता के भन्छ त्यही अनुसार सबै गरेर चाहिँ यसमा काम गर्दा हुन्छ है त। अर्को भनेको ट्युटर भन्ने हुन्छ। ट्युटर भनेको फिजिक्स टिचर हुनुहुन्छ भने फिजिक्स पढाउन पाउनु भयो। जापानदेखि अस्ट्रेलिया आउनु छ भने जापानिज ल्याङ्ग्वेज कसैलाई इन्ट्रेस्ट छ भने त्यसलाई पढाउन पाइयो। इन पर्सन हुन्छ, अनलाइन पनि हुन्छ है। त्यो भएपछि यस्तो कामहरू पनि पाइन्छ है त अस्ट्रेलियामा। नेक्स्ट भनेको कन्टेन्ट क्रिएसन भन्ने हुन्छ। कन्टेन्ट क्रिएसन भनेको कस्तो हो भने कुनै पनि रेस्टुरेन्ट होस्, क्याफे होस्, कुनै पनि इन्स्टिट्युसन, उनीसँग टाइम पनि हुन्न, स्किल पनि हुन्न। त्यही भएर मेरो रिकमेन्डेसन चाहिँ के छ भने नेपालमा 2-3वटा एडिटिङ गरेको भिडियोहरू बनाउने अनि आफूसँग लिएर आउने, सो द्याट उनीहरूसँग कन्ट्याक्ट गर्दाखेरि हेर्नु है मेरो स्किल्स चाहिँ यो लेभलको छ, मैले चाहिँ हजुरहरूको अर्गनाइजेसनको लागि चाहिँ यो लेभलको भिडियो बनाइदिन्छु है भनेर चाहिँ हजुरले आफ्नो स्किल्स सो गरेर काम पाउन सकिन्छ है त।